माया हुँदैन अलिकति? अनि आज त्यो मर्दाखेरि चाहिँ मेरो छोरीको आँसु लाग्यो, मेरो छोरीलाई र मलाई बल्ल शान्ति मिल्यो भन्दाखेरि न्युज बन्नुपर्ने, दुनियाँ मसँग खन्निनु पर्ने? कहाँ थियौ त्यति बेला जति बेला मेरो छोरी आफ्नो बाबाको लागि तडपिरहेको थिए, रोइरहेको थिए? कहाँ थियौ त्यति बेला तिमीहरू? आदर्शका कुरा गर्नेहरू, अनि के अरे भावनाका कुरा गर्नेहरू, मानवताका कुरा गर्नेहरू कहाँ थियौ त्यति बेला? जनावर बनेर कहाँ बसेका थियौ तिमीहरू जति बेला आमा छोरीको लाइफ बिचल्ली भएको थियो? कहाँ थियौ तिमीहरू त्यति बेला? भुँडी बोकाउँदैमा बाउ हुँदैनन्। बाउको कर्तव्य पुरा गर्नुपर्छ। हामीसँग भागेर हिँड्नलाई हामीले केही गरिदिएको थिएनौँ उसलाई। त्यही सम्पत्ति दिनुपर्छ भनेर भगाएको त हुन्ने, भागेका त हुन्ने। हामीलाई सम्पत्ति चाहिएकै होइन। मैले डिभोर्स पेपर लिँदाखेरि एक सम्पत्ति टुक्रो लिएन त। अनि छोरीले सम्पत्ति अंश दाबी गर्छ भनेर भागेको। अहिले ऊ मरेर गयो, कसले खायो उसको सम्पत्ति? हामीलाई मतलबै छैन त अनि सम्पत्ति। सबै सुन्नु पर्यो नि त्यो दिनको लाइफ के थियो भन्ने कुरा। बुढी किन बोक्नु अरे? यस्तो हो नि त, नाठोको बोकेको होइन नि। समाजमा बिहे गरेर झ्याइ बाजा बजाएर बुवाले खुट्टो धोएर दिएको घर बार हो। के थाहा त्यस्तो हुन्छ भनेर? नाठोको बोकेको भए पो सामाजिक हिसाबले बिहे गरेर त्यस्तो के अरे कर्फ्यू लागेको थियो त्यति बेला। मेरो बिहे हुँदाको दिनमा अगाडि पछाडि आर्मीको गाडी थियो, बिचमा बिहेको गाडी थियो, बाटोभरि बमै बम थियो। बुवाले कस्तो स्थितिमा बिहे गरेर त्यो भाग्यमा जुरेको त्यसरी कसैलाई थाहा छ? अझ मलाई फलो गरेको। त मरे पनि दुनियाँलाई बाल, त खातेलाई बाल हुनै पर्दैन। म मरे भने मेरो सन्तानलाई जति पीडा कसैलाई नि हुँदैन, त्यो मलाई थाहा छ। बुझिस्? चस्मा लाएर हिरो बनिरहेको रहेछ खाते, बलात्कारी।